हेलो साथीहरू नमस्ते, म प्रदीप। अहिले म स्विजरल्यान्डको क्यापिटल सिटी बर्नबाट। बर्न भन्दा बित्तिकै तपाईँहरू सबैलाई थाहा भइसक्यो, धेरै बहुत चर्चित नाम, त्यो पनि स्विजरल्यान्डको क्यापिटल सिटी बर्न। अनि तपाईँ देख्नुभयो यहाँको साइकल यात्रीहरूको चाप, कति धेरै व्यस्त सहर है, अत्याधिक मात्रामा टुरिस्ट र अत्याधिक राम्रो ठाउँ। त्यसैले मैले तपाईँहरू कहाँ पुर्याउनुपर्छ भनेर मैले यो भिडियो पोस्ट गरेको छु। तपाईँलाई मनमा लागेको कुराहरू कमेन्ट गर्नुहोस् र तपाईँहरूले पनि मौका मिलेको खण्डमा स्विजरल्यान्ड भिजिट गर्न चाहिँ पक्कै पनि नछोड्नु होला। अत्याधिक मैले भनिराख्नु पर्दैन, एकदम वन्डरफुल वातावरण होइन, त्यहाँको हावा पनि त्यस्तै राम्रो, त्यहाँको सहरको सुन्दरता त्यत्तिकै राम्रो। सो इट इज सो अमेजिङ। अनि यो तपाईँको स्विजरल्यान्डको क्यापिटल सिटीको पनि सेन्टर पोइन्ट है। यहाँ नजिकै तपाईँको ट्रेन स्टेसन छ होइन। लेफ्ट साइड जानुभयो भने ट्रेन स्टेसन छ, राइट साइड जानुभयो भने अत्याधिक सिटीको लागि अत्याधिक ट्र्यामहरूको चाप, ट्र्यामहरू पाउँछ। र तपाईँ देखिहाल्नुभयो यहाँको मान्छेहरू साइकल यात्रा गर्नु पनि अत्याधिक मन पराउँछन्। त्यसैले मलाई पनि आश्चर्य लागेको भएको कारणले तपाईँहरू सामु यो भिडियो पोस्ट गरेको छु। मनपर्छ भने लाइक, कमेन्ट र आफ्नो सजेसन केही छ भने लेख्नुहोस् होइन। र स्विजरल्यान्डमा पनि तपाईँले सबैभन्दा बढी रुचाउने ठाउँ, यदि कोही गइसक्नु भएको होला, नगएको भए बर्न अनि जुरिच र जेनेभा भनेको घुम्नै पर्ने ठाउँ हो। सो इट इज सो अमेजिङ। मैले त एकदमै राम्रोसँग इन्जोय गरेँ। अब पालो तपाईँको है त। थ्याङ्क यू सो मच। हेर्दै गर्नु होला, म नयाँ भिडियोहरू तपाईँलाई सकेसम्म म तपाईँहरूलाई अपडेट गर्नेछु।